खबर सुन्दा नरुनु है मेरी आमा। म मरेको खबर सुन्दा नरुनु है मेरी आमा। अर्को जुनी तिम्रै कोखमा जन्म लिन्छु फेरि आमा। अर्को जुनी तिम्रै कोखमा जन्म लिन्छु फेरि आमा। सानी छँदा स्कुल जाँदा लडेकी थिएँ भिरबाट। सानी छँदा स्कुल जाँदा लडेकी थिएँ भिरबाट। टाउको भित्र ढुङ्गा पस्यो मुक्ति पाइन पिरबाट। टाउको भित्र ढुङ्गा पस्यो मुक्ति पाइन पिरबाट। लखनऊको अस्पतालमा बेहोस थिएँ 16 महिना। लखनऊको अस्पतालमा बेहोस थिएँ 16 महिना। होस खुल्दा त मेरो साथमा आमा बाबा कोही छैन। होस खुल्दा त मेरो साथमा आमा बाबा कोही छैन। दैलेख फर्के आएँ फेरि जन्म घरको थियो बिरा। दैलेख फर्के आएँ फेरि जन्म घरको थियो बिरा। मरोस् भनी आफन्तले छाडिदिए जङ्गलतिर। मरोस् भनी आफन्तले छाडिदिए जङ्गलतिर। न त सक्यो कुजो शरीर बाघभालुको शिकार बन्न। न त सक्यो कुजो शरीर बाघभालुको शिकार बन्न। दुःख पाउनु रहेछ अझै बाँच्न सफल भए धन्न। दुःख पाउनु रहेछ अझै बाँच्न सफल भए धन्न। कुजो शरीर घिसारेर राजधानीमा बस्नु पर्यो। कुजो शरीर घिसारेर राजधानीमा बस्नु पर्यो। सडकतिर फालिएका खाना खाँदै बस्नु पर्यो। सडकतिर फालिएका खाना खाँदै बस्नु पर्यो। कुन्निकेमा अड्केको छ एकै मुठी सासु मेरो। कुन्निकेमा अड्केको छ एकै मुठी सासु मेरो। अङ्ग भङ्ग पुरै शरीर भयो जिउँदो लास मेरो। अङ्ग भङ्ग पुरै शरीर भयो जिउँदो लास मेरो। बाँच्ने रहर पुग्यो मलाई आइज नकाल चाँडै लिन। बाँच्ने रहर पुग्यो मलाई आइज नकाल चाँडै लिन। अब चाँडै सकियो सही भिख मागेर खाने दिन। अब चाँडै सकियो सही भिख मागेर खाने दिन। मत पो जुटाउने हो त यसरी रोएर हुन्छ।
शुभचिन्तक इष्टमित्र सङ्गी साथी छरछिमेका शुभचिन्तक इष्टमित्र सङ्गी साथी छरछिमेकी शुभचिन्तक इष्टमित्र सङ्गी साथी एक ठुङ्गो फुल चढाउन आइदिनु है लासमाथि एकै ठुङ्गो फुल चढाउन आइदिनु है लासमाथि एकै ठुङ्गो फुल चढाउन आइदिनु है लासमाथि देश विदेशमा रहनुहुने र यहाँ जसले मलाई सहयोग गर्नुभएको छ उहाँहरूलाई पहिला सुरुमा सम्मान गर्न चाहन्छु अनि गुरु जयमालाई पनि सम्मान गर्न चाहन्छु आमालाई पनि सम्मान गर्न चाहन्छु म स्कुल जाँदाखेरि भिरबाट लडेर मेरो मेरुदण्डमा असर भइसकेपछि मेरो दुईटा खुट्टा चल्दैन म लडेको बेला 18 महिनासम्म लखनऊमा 18 महिनापछि मेरो होस आयो अनि होस आइसकेपछि दैलेखै फर्किएपछि अनि फेरि मलाई धेरै गाह्रो भयो अनि काठमाडौँ आएर मलाई एकजना अपाङ्ग अध्यक्ष दाइले एउटा प्राइभेट संस्थामा लगाइदिनु भएको थियो तर मैले केही पनि काम गर्न सकिनँ अनि त्यहाँबाट निकालिसकेपछि म धेरै महिना सडकमा फालेका सडकको गल्ली गल्लीमा फ्याँकेका फोहोरहरू कालो प्लास्टिकमा पोका पारेर फालेका फोहोरहरू त्यो प्लास्टिक फुकाएर त्यसमा रहेको भात कुसिता मासु काटी फलफुलहरू खाएर मैले आफ्नो जिन्दगी गुजरा गरिरहेको थिएँ तर एकजना दाइ मलाई छोरी भन्नुहुन्थ्यो बुटोलको मान्छेले मलाई यसरी नबस छोरी म तिमीलाई एउटा रुम खोजिदिन्छु म पनि गरिब हो भनेर भन्नुभयो अनि उहाँले मलाई एउटा सानो मोबाइल दिनुभयो अनि यसरी टिकटक चलाऊ तिमीलाई धेरैले सहयोग गर्नुहुन्छ भनेर भन्नुभयो त्यही भएर यस्तै गरेर मैले दिन रात कटाउन थालेँ मेरो पल बोली बन्द हुन्थ्यो मुखबाट बलोट आउँथ्यो दुईटै खुट्टा हात पनि चल्थेन अनि सुसु आची आएको थाहा पनि हुन्थेन डाइपर किन्ने पैसा दबाई किन्ने पैसा दबाई नखाए बोली पनि आउँथेन तर मैले टिकटक चलाउँदै मलाई अलिअलि सहयोग गरेर कोठा भाडा तिर्ने दबाई खाने सबै गुजरा गरिरहेको थिएँ यसै क्रममा मेरो कोही बेला आवाज आएको बेला म उठ्न पनि सक्थेन त्यो डोरी छ एउटा डोरीले यताउता फर्किन पनि मलाई मुस्किल हुन्थ्यो तर एकजना भक्ति गौतम भन्ने उहाँको सम्पूर्ण भनौँ न उहाँको टिमहरूले मलाई केही गरेर र मलाई सहयोग गरेर मलाई अलिअलि उठेर बस्न सक्ने मात्र बनाउनु भयो तर यतिको बोल्न सक्ने पनि बनाउनु भयो उहाँलाई सम्मान गर्न चाहन्छु उहाँहरू सबैजनालाई फेरि पनि आशा छ मलाई सहयोग गरिदिनुहुन्छ भनेर र यसै क्रममा सुती भए पनि आफूले भोगेका कुराहरू जुन
कापीमा लेखेर टिपेर राखेको थिएँ। त्यही शब्दहरू नीलमणि भण्डारी दाजु आफू त्यस्तो अवस्थामा भए पनि मलाई पहिला आएर धेरै सहयोग गरिसक्नुभयो। अनि रुमहरू सफा गर्नुहुन्थ्यो। अनि त्यहाँपछि यस्तै गरेर अहिले जुन शब्दहरू मैले लेखेको थिएँ यिनै शब्दहरू बाहिर निकाल्न साथ दिनुभएको छ। उहाँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। थ्याङ्क यू सो मच भन्न चाहन्छु। र जस्तो भए पनि राम्रो होला या नराम्रो होला, देश विदेशमा रहनुहुने सम्पूर्ण महानुभावहरूले सुनेर साथ सपोर्ट गरिदिनु होला। नराम्रो भए पनि सुनेर मलाई हौसला दिनुहोला। म पक्कै पनि यस्तै अरू पनि लेख्नेछु अनि हजुरहरू सामने राम्रो भयो भन्नुभयो भने सुनाउनेछु। थ्याङ्क यू सो मच भन्न चाहन्छु। धन्यवाद।